राजनीतिक दलहरूले सार्वजनिक गर्ने भनेको घोषणापत्र भनेको के हो? किन आवश्यक छ घोषणापत्र सार्वजनिक गर्नु? अहिले विशेष परिस्थिति अनुसार यही फागुन 21 गते हुन गइरहेको निर्वाचनका लागि प्रमुख दलहरूले घोषणापत्र सार्वजनिक गरेका छन्। आउनुस् आज हामी यस सामग्रीमा प्रमुख दलहरूले मुख्य के बुदाहरू समेटेका छन् घोषणापत्रमा भन्ने विषयमा कुराकानी गर्छौं। के हो त घोषणापत्र भनेको? सामान्य रूपमा घोषणापत्र भनेको एउटा त्यस्तो लिखित प्रतिबद्धता हो जो कुनै व्यक्ति, समूह वा संस्थाले आफ्नो नीति, विचार, योजना र भविष्यमा गर्ने कामहरूको बारेमा जारी गर्दछन्। यसलाई अर्को अर्थमा आफ्ना आगामी योजना, लक्ष्य लगायतका विषयहरू समेटिएको सार्वजनिक दस्तावेज हो भन्न पनि सकिन्छ। त्यसो भए राजनीतिक दलहरूले किन सार्वजनिक गर्छन् त घोषणापत्र? राजनीतिक दलहरूले सार्वजनिक रूपमा घोषणा गर्ने घोषणापत्रको विशेष अर्थ तथा महत्त्व रहन्छ। निर्वाचन अघि आफ्ना मतदाताहरूलाई सम्बोधन गर्दै सार्वजनिक गर्ने घोषणापत्रमा देश विकासका लागि आवश्यक नीति, लक्ष्य, योजना मात्रै नभएर आफूले जितेमा के कार्य गर्ने भन्ने विषयका बारेमा राजनीतिक दलहरूले घोषणापत्रमा समावेश गरिएका हुन्छन्। राजनीतिक दलको घोषणापत्रलाई संकल्प पत्र वा भनौं प्रतिबद्धता पत्र पनि भन्न सकिन्छ। त्यसमा खास गरी आगामी लक्ष्य, उद्देश्य, आर्थिक योजना, सामाजिक नीति, वैदेशिक नीति लगायतका विषयहरू घोषणापत्रका मुख्य पक्षहरू हुन्। आउनुस् यी पक्षका बारेमा थोरै जानकारी लिऊँ। घोषणापत्रमा उल्लेख गरिने पहिलो लक्ष्य वा भनौं उद्देश्य भनेको राजनीतिक दलले निर्वाचित भएपछि देशलाई कता लैजाने र कस्तो व्यवस्था निर्माण गर्ने भन्ने स्पष्ट मार्गचित्र यसमा हुन्छ। त्यस्तै घोषणापत्रमा आर्थिक योजना पनि उल्लेख्य रूपमा अभिलेखित गरिएको हुन्छ, जसमा कर प्रणाली, रोजगारी सृजना, उद्योग, कृषि र विकासका पूर्वाधार, बाटो, बिजुली, पानी सम्बन्धी योजनाहरू उल्लेख गरिएका हुन्छन्। यसैगरी घोषणापत्रको अर्को पक्ष भनेको सामाजिक नीति हो, जसमा शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा र नागरिकका मौलिक हक अधिकारका बारेमा दलको दृष्टिकोण यसमा समेटिएको हुन्छ। साथै राजनीतिक दलको घोषणापत्रमा समावेश गरिने अर्को पक्ष भनेको वैदेशिक नीति हो, जसमा अन्य देशहरूसँगको सम्बन्ध र अन्तर्राष्ट्रिय मामिलामा दलको अडान के रहनेछ भन्ने विषय उल्लेख गरिएको हुन्छ। हामीले यस अघिको सामग्रीमा भनेका थियौं कि राजनीतिक दलको घोषणापत्र जारी गरेपछि धेरै जसो मतदाताले आफ्नो मत कसलाई दिने भन्ने निर्णय गर्न सहज हुनेछ। यो सामग्री तपाईले योभन्दा अगाडिको भिडियोमा पाउन सक्नुहुनेछ। राजनीतिक दलहरूले सार्वजनिक गर्ने घोषणापत्र किन आवश्यक छ वा भनौं महत्त्वपूर्ण किन छ त? त्यसलाई हामी 3 वटा बुदाबाट बुझौं। नम्बर 1 जवाबदेहिता। निर्वाचनमा आफ्नो पक्षमा जनमत वा भनौं मत प्राप्त गरेपछि घोषणापत्र अनुसार काम गरे नगरेको आधारमा जनताले प्रश्न उठाउन सक्छन्। यसले राजनीतिक दलहरूलाई जवाबदेहिता बनाउने गर्दछन्। नम्बर 2 दलको पहिचान। यसले दल कुन विचारधारा, समाजवाद, उदारवाद आदिबाट निर्देशित छ भन्ने कुरा प्रश्न पार्छ। तेस्रो नम्बरमा हुन्छ मतदातालाई निर्णय लिन सहज। विभिन्न राजनीतिक दलहरूले घोषणा गरेका आफ्ना एजेन्डाहरू हेरेर पढेर कुन दलको एजेन्डा राम्रो छ भनेर तुलना गर्न मतदातालाई यसले मद्दत गर्दछ। त्यसो भए तपाईको मनमा अब एउटा प्रश्न उठेको हुनुपर्छ, त्यो हो जब यति धेरै महत्त्वपूर्ण छ घोषणापत्र भने त्यसो भए किन यसपालि फागुन 21 गतेको निर्वाचनमा होमिएका राजनीतिक दलहरूले किन ढिलो गरी मात्रै घोषणापत्र जारी गरे त? कतिपयलाई जानकारी भएको तर सबैलाई जानकारी नभएको विषय के हो भने राजनीतिक दलहरूले सार्वजनिक गर्ने घोषणापत्र कानुनी रूपमा बाध्यकारी हुँदैन। यद्यपि यसरी राजनीतिक दलहरूले सार्वजनिक गर्ने घोषणापत्र निर्वाचनमा जितका लागि निकै नै शक्तिशाली हतियार हो भन्दा फरक पर्दैन। अब कुरा गरौं नेपाली कांग्रेस, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले फागुन 7 गते सार्वजनिक गरेका घोषणापत्रमा के छन् मुख्य विषयहरू। सुरुमा कुरा गरौं नेपाली कांग्रेसको। नेपाली कांग्रेसले जारी गरेको 200 पृष्ठको घोषणापत्रमा विविध महत्त्वाकांक्षी विषयहरू समावेश गरेको छ। संक्षिप्तमा भन्नुपर्दा नेपाली कांग्रेसको निर्वाचन प्रतिज्ञापत्र
10 मुख्य बुदाहरू यस प्रकार छन्। शासन सुधार र कार्यकाल सीमा। प्रधानमन्त्री र मुख्यमन्त्रीका लागि अधिकतम 2 कार्यकाल र मन्त्रीहरूका लागि 3 कार्यकालको सीमा तोक्ने। भ्रष्टाचार नियन्त्रण। उच्च पदस्थ व्यक्तिहरूको सम्पत्ति छानबिन गर्न उच्च स्तरीय आयोग गठन गर्ने र भ्रष्टाचार मुक्त सार्वजनिक प्रशासन सुनिश्चित गर्ने। सेवा प्रवाहमा डिजिटल क्रान्ति। नागरिकले घरबाटै सरकारी सेवाहरू प्राप्त गर्न सक्ने गरी पूर्ण डिजिटल प्रणाली लागू गर्ने। आर्थिक वृद्धि र निजी क्षेत्र। निजी क्षेत्रलाई प्रोत्साहन गर्दै स्थिर कर प्रणाली लागू गर्ने र वार्षिक 7 देखि 9% को आर्थिक वृद्धि हासिल गर्ने लक्ष्य। शिक्षामा सुधार। माध्यमिक तहसम्मको शिक्षा पूर्ण रूपमा निशुल्क र गुणस्तरीय बनाउने तथा विद्यालयहरूमा हुने राजनीतिक हस्तक्षेप अन्त्य गर्ने। स्वास्थ्य सेवामा ग्यारेन्टी। स्वास्थ्य उपचारलाई नागरिकको मौलिक हकका रूपमा स्थापित गर्दै प्रभावकारी स्वास्थ्य बिमा र उपचारमा कसैले घरखेत बेच्नु नपर्ने अवस्था सिर्जना गर्ने। कृषि र स्वरोजगार। कृषिलाई राष्ट्रिय सुरक्षाको अङ्ग मान्दै 10 वर्षे योजना ल्याउने। किसानलाई पेन्सन र कृषि उपजको बजार ग्यारेन्टी गर्ने। रोजगारी र युवा। स्वदेशमै भविष्य देख्ने वातावरण बनाउन स्टार्टअपहरूलाई कर छुट र सहुलियतपूर्ण ऋण दिने तथा सिपमूलक तालिममा जोड दिने। संघीयताको सुदृढीकरण। केन्द्रमा मन्त्रालयको संख्या 16 र प्रदेशमा 7 मा सीमित गर्दै फजुल खर्च कटौती गर्ने र स्थानीय तहलाई थप अधिकार सम्पन्न बनाउने। समावेशी र न्यायपूर्ण समाज। जात, धर्म र लिङ्गका आधारमा हुने सबै प्रकारका विभेदको अन्त्य गर्ने र सामाजिक सुरक्षा भत्तालाई योगदानमा आधारित बनाउँदै विस्तार गर्ने। यस्तै नेकपा एमालेको निर्वाचन घोषणा पत्रका मुख्य 10 बुदाहरू। राजनैतिक स्थिरता र बहुमतको सरकार। मुलुकमा पटक पटक हुने सत्ता परिवर्तनले विकास रोकिएको दावी गर्दै एमालेले राजनैतिक स्थिरताका लागि आफ्नो पक्षमा बहुमतको माग गरेको छ। सुदृढ राष्ट्रियता र सीमा सुरक्षा। लिम्पियाधुरा, लिपुलेक र कालापानी लगायतका नेपाली भूभाग समेटिएको नक्सा अनुसार सीमा समस्या समाधान गर्ने र राष्ट्रिय हितलाई सर्वोपरि राख्ने प्रतिबद्धता। डिजिटल सुशासन। नो लाइन सेवा अनलाइनको नारा सहित सरकारी सेवाहरूलाई प्रविधि मैत्री बनाउने, 5G सञ्चार प्रविधिलाई देशव्यापी विस्तार गर्ने। सामाजिक सुरक्षामा वृद्धि। ज्येष्ठ नागरिक भत्ता, विधवा तथा अपाङ्गता भएका व्यक्तिको सामाजिक सुरक्षा भत्तालाई थप व्यवस्थित र वृद्धि गर्दै योगदानमा आधारित सामाजिक सुरक्षा लागू गर्ने। कृषिमा आत्मनिर्भरता। आफ्नो गाउँ आफै बनाउको भावना अनुसार हरेक स्थानीय तहमा कृषि उत्पादन केन्द्र, शीत भण्डार र बजारको सुनिश्चितता गर्ने। स्वास्थ्य र सुत्केरी भत्ता। सुत्केरी पोषण भत्तालाई 20,000 रुपैयाँ पुर्याउने र विपन्न नागरिकको 25,000 रुपैयाँसम्मको ऋण मिनाहा गर्ने योजना। 50 लाख रोजगारीको लक्ष्य। आगामी 5 वर्षमा 50 लाखसम्म प्रत्यक्ष र अप्रत्यक्ष रोजगारीका अवसर सिर्जना गर्ने र सिपमूलक शिक्षामा लगानी बढाउने। पूर्वाधार र मेट्रो रेल। राष्ट्रिय गौरवका आयोजनाहरू समयमै सम्पन्न गर्ने तथा काठमाडौँ उपत्यका र मुख्य सहरहरूमा मेट्रो र मोनोरेलको सभ्यता अध्ययन गरी निर्माण अघि बढाउने। पर्यटन र ऊर्जा। नेपाललाई पर्यटन हबका रूपमा विकास गर्ने र जलविद्युत उत्पादनलाई 10,000 मेगावाट नगाएर निर्यातमुखी बनाउने। भ्रष्टाचारमा शून्य सहनशीलता। सार्वजनिक पदमा रहेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्ने र भ्रष्टाचार विरुद्ध कडा कानुनी कारबाहीको सुनिश्चितता गर्ने। समृद्ध नेपाल सुखी नेपालीको दीर्घकालीन लक्ष्यलाई नै एमालेले आफ्नो मूल मार्गचित्र मानेको छ। यसै गरी आगामी फागुन 21 गते हुन गइरहेको निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले आफ्नो चुनावी घोषणा पत्रलाई बाचा पत्रका रूपमा सार्वजनिक गरेको छ। पार्टी सभापति रवि लामिछाने र यस पटकका रासोपाको तर्फबाट प्रधानमन्त्रीको उम्मेद्वारका रूपमा अघि सारिएका पार्टीका वरिष्ठ नेता बालेन शाहले सुर्खेतबाट सार्वजनिक गरेको यस बाचा पत्रका मुख्य 10 बुदाहरू यस प्रकार छन्। रासोपाको निर्वाचन बाचापत्र 10 मुख्य बुदाहरू। भ्रष्टाचार छानबिन र अवैध सम्पत्ति जफत। विक्रम सम्वत 2046 साल यताका सबै उच्च पदस्थ अधिकारीहरूको सम्पत्ति छानबिन गर्न उच्च स्तरीय आयोग गठन गर्ने र अवैध ठहरिएका सम्पत्ति जफत गरी राष्ट्रियकरण गर्ने। कार्यकालको सीमा र सुधार। एक व्यक्ति राष्ट्रपतिमा 1 पटक, प्रधानमन्त्री र मुख्यमन्त्रीमा 2 पटक र मन्त्रीमा 3 पटक भन्दा बढी हुन नपाउने गरी कार्यकालको सीमा तोक्ने। राइट टु रिजेक्ट र राइट टु रिकल। मतदातालाई कसैलाई पनि भोट दिन्न भन्ने अधिकार दिने र
काम नगर्ने प्रतिनिधिहरूलाई कार्यकाल नसकिँदै फिर्ता बोलाउन पाउने कानुनी व्यवस्था गर्ने, सहकारी र लघुवित्त पीडितको समस्या समाधान, सरकार गठन भएको 100 दिनभित्र सहकारीका साना बचतकर्ताहरूको रकम फिर्ता गर्ने र सहकारी ठगीमा संलग्नहरूलाई कडा कानुनी कारबाही गर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी, शासकीय स्वरूपमा परिवर्तन गरी प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र मुख्यमन्त्रीको व्यवस्था गर्ने, जहाँ सांसदहरू मन्त्री हुन नपाउने प्रणाली लागू गर्ने, डिजिटल सुशासन र चुस्त सेवा, लाइन होइन अनलाइनको अवधारणा अनुसार सरकारी सेवाहरू घरबाटै पाउने गरी एकीकृत डिजिटल प्रणाली विकास गर्ने, आर्थिक लक्ष्य र प्रति व्यक्ति आय, आगामी 5-7 वर्षभित्र नेपालको अर्थतन्त्र $100 अर्ब पुर्याउने र प्रति व्यक्ति आय $3000 पुर्याउने लक्ष्य, शिक्षा र स्वास्थ्यमा राज्यको लगानी, माध्यमिक तहसम्मको शिक्षा पूर्ण रूपमा निशुल्क र गुणस्तरीय बनाउने तथा एकपटकको नेपाली सधैँको नेपाली भन्दै गैर आवासीय नेपालीहरूको हकहित सुरक्षित गर्ने, गैर राजनीतिक नियुक्ति, सार्वजनिक निकाय, विश्वविद्यालय र संवैधानिक अङ्गहरूमा हुने राजनीतिक भागबण्डाको अन्त्य गरी मेरिटोक्रेसी लागू गर्ने, कृषि र रोजगारी, किसानहरूलाई योगदानमा आधारित पेन्सनको व्यवस्था गर्ने र आगामी 5 वर्षमा 5 लाख नयाँ रोजगारीका अवसरहरू स्वदेशमै सिर्जना गर्ने। यी 3 पार्टी बाहेकका अरू राजनैतिक दलहरूले पनि आफ्ना पार्टीका घोषणापत्र सार्वजनिक गर्ने क्रम जारी छ। फागुन 7 गते प्रजातन्त्र दिवसका दिन जारी गरिएका भन्दा फरक नपर्ने यी 3 दलका घोषणापत्रलाई लिएर विभिन्न टीका टिप्पणी हुन थालेको छ। नेपालका पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ठूला पुराना र नयाँ दलहरूको चुनावी घोषणापत्र, प्रतिबद्धता पत्र, वाचा पत्र सशर्ती हेर्दा जनताको र विशेषतः युवाहरूको बढ्दो आकांक्षाको चाप राम्रै परेको देखिन्छ। परिणामत्व विगतको तुलनामा घोषणापत्रको गुणवत्ता बढेको प्रष्ट अनुभूत हुन्छ। यसमा रासोपा सापेक्ष रूपले संक्षिप्तमा आफ्ना कुरा राख्न बढी सफल भएको देखिन्छ। घोषित लक्ष्यहरू महत्वाकांक्षी जस्ता देखिए पनि म आफै अर्थमन्त्री छँदा आर्थिक वर्ष 2065-66 को बजेट वक्तव्यमा उद्देश्य केलिनु उडी छुनु चन्द्र एक भन्ने महाकवि देवकोटाको पंक्ति उद्धृत गर्ने व्यक्ति भएकाले त्यसलाई अन्यथा मान्दिन। साथै मैले संसदबाट पनि पटक पटक 2 अङ्कको वृद्धि दर 2 दशक निरन्तरलाई राष्ट्रिय नारा बनाएर दृढतापूर्वक कार्यान्वयन नगरी देशको अर्थतन्त्रले फड्को मार्दैन र त्यो बिना हाम्रो युवा बेरोजगारीहरूको प्रमुख राष्ट्रिय समस्या हल हुन्न भन्दै आएको छु। अहिले सबैले त्यो लक्ष्य राख्नु खुसीको कुरा हो, परन्तु त्यसको निम्ति केही प्रमुख संरचनात्मक सुधार गर्नै पर्छ। खास गरी आन्तरिक रूपमा दिगो राजनीतिक स्थिरताको निम्ति प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक संसदको व्यवस्था र बाह्य रूपमा 2 ठूला छिमेकी अर्थतन्त्रसँग जोडिन गतिशील पुलको अवधारणा कार्यान्वयन गर्नै पर्छ। त्यो बिना घोषणापत्रका राम्रा महत्वाकांक्षी कुरा आकाशको फल आँखा तरी मर भने झै हुन्छ। यसबारे प्रमुख दलहरू चुप रहनु वा विपक्षमा उभिनु विडम्बनापूर्ण छ। कमसे कम रासोपाले झिनै स्वरमा भए पनि यी 2 कुरा उठाएकोमा केही आशा पलाएको छ। निर्वाचनबाट म्याग्नेट लिएर यसलाई कार्यान्वयन गर्न सके नयाँ समृद्ध नेपालको सपना अवश्य पूरा हुनेछ, अन्यथा यो निर्वाचन पनि अर्को कर्मकाण्ड मात्र हुनेछ। उहाँ जस्तै विभिन्न व्यक्तिहरूले राजनीतिक दलहरूले जारी गरेका घोषणापत्रका बारेमा आफ्नै मिश्रित विचार व्यक्त गरिरहेका छन्। अन्त्यमा राजनीतिक दलहरूले घोषणापत्रमा उल्लेख गरेका सकेसम्म सबै नभए पनि अधिकांश वाचा, प्रतिज्ञा, प्रतिबद्धता पूरा गरी जनताका अपेक्षा पूरा गर्न सकुन्। त्यसो भएमा मात्रै जनताको जित हुनेछ।